जय मसी सबैजनालाई। तपाईँहरू सन्चै हुनुहुन्छ होला। आज है आजको दिन चाहिँ म तपाईँलाई पराठा बनाएर देखाउँदैछु है। मेरो छोरीको लागि म पराठा बनाउँदैछु। हेर्नुहोस् त, आलु मुछेर मैले रेडी गरिसकेको छु अनि आटा पनि मुछेर मैले रेडी गरेको छु। मैदा होइन आटा। अन्त यो घिउ पनि रेडी गरेको छु। यहाँ ताई पनि बसाइसकेको छु। अब चाहिँ म पराठा बनाउँदैछु। हेर्दै गर्नुहोस् है साथीभाइ। हो हेर्नुहोस् साथीभाइ, म पराठा बेल्दैछु है। यहाँनिर हो अलिक म चाहिँ पातला बेल्छु। बजारको जस्तो यत्रो टोठे चाहिँ होइन। मलाई चाहिँ पातला मनपर्छ है। म पराठा चाहिँ राम्रो बनाउनु जान्दछु पनि होइन, राँदिनँ, ठिकैको बनाउँछु। तर मन पराउँछ मेरो छोरीहरूले साह्रै मैले बनाएको चाहिँ। हेर्नुहोस् त, पातला, योभन्दा अझै पातला बेल्छु म हो। हेर्दै जानुहोस् है। हेर्नुहोस् साथीभाइ, मैले माथिबाट घिउ दल्दैछु पराठामा। त्यसरी पल्टाउँदै पकाउने पराठा चाहिँ। हेर्नुहोस् त है, यसरी मजाले पल्टाउँदै पकाउनुपर्छ। घिउ चाहिँ कम्ती कम्ती गर्दै हाल्नुपर्छ चम्चीबाट। हेर्नुहोस् साथीभाइ, पराठा रेडी भयो म मेरो छोरीको लागि है। ऊ चाहिँ एउटा नानीको आमा हो। अब 5 महिना नानी पुगेर 6 महिना भर्खर लाग्दैछ। नानीले दुध खाँदैछ, त्यसले गर्दा उसको लागि रेडी गरेको पराठा 2टा रेडी भइसक्यो। अब म छोरीलाई दिँदैछु। म चाहिँ अलिक पछाडि बनाएर खानेछु। नु साथीभाइ, मेरो पनि रेडी भए पराठा मैले छोरीलाई दिइसकेको थिएँ। म एउटा मात्रै खाने हो। अन्त दिन्छु चाहिँ साह्रै बेसी भोक लाग्दैन, तर पनि रेडी भइसक्यो। अब खानेछु। तपाईँहरू पनि खानुहोस् अनि इन्जोय गर्नुहोस् है।